आदरणीय सम्पूर्ण मेघदिलीहरूमा नमस्कार। उहाँहरू दुईजना दाजुभाइ हुनुहुन्छ। एकजना चाहिँ डाक्टर तथा वैज्ञानिक महावीर फगामी पुन्जु। उहाँलाई नचिन्ने त यो संसारमा छरिएका नेपालीहरू, स्वदेशमै भएका नेपालीहरू उहाँलाई नचिन्ने बिरलै हुनुहुन्छ। उहाँको विषयमा सबै कुराहरू थाहा छ। र यसैमा अर्को हुनुहुन्छ हाम्रो समाजसेवी मेरै सम्धी योगकुमार फगामीज्यू। उहाँले पनि देश र जनताको लागि धेरै चिन्ता र धेरै कामहरू गरिसक्नु भएको छ र तपाईहरुलाई स्मरण गराउन चाहन्छु। उहाँले चाहिँ जुन बेला म्याग्दीमा जम्मा एउटा एम्बुलेन्स थियो, त्यही पनि बिग्रिएको हुनाले उहाँले चाहिँ मना युकेको अध्यक्ष गरिरहँदा उहाँले चाहिँ तीनवटा क्षेत्रलाई चाहिँ मध्यनजर राखेर चाहिँ म्याग्दीमा तीनवटा एम्बुलेन्स लानुपर्छ भन्ने अवधारणा निकाल्नुभयो, ठुलो आँट गर्नुभयो र हामी सबैले साथ दियौँ र उहाँले चाहिँ तीनवटा एम्बुलेन्स, ब्रान्ड न्यू एम्बुलेन्स लिएर म्याग्दी जिल्लामा लिएर हस्तान्तरण गर्नुभएको पुरानेहरूलाई थाहा छ, तर नयाँहरूलाई थाहा नहुन सक्छ। र त्यो बेलामा तीनवटा एम्बुलेन्स लिएर चाहिँ आफ्नो जिल्लालाई बुझाउनु भनेको चाहिँ धेरै ठुलो कुरा थियो। यद्यपि त्यसलाई चाहिँ निरन्तर दिनको लागि चाहिँ हाम्रो जनप्रतिनिधिहरूको ले चाहिँ स्वामित्व ग्रहण गरेर अगाडि बढाउनु पर्ने थियो। त्यो कहाँसम्म पुग्यो त्यो चाहिँ मलाई थाहा छैन। तर त्यो मात्रै होइन, उहाँ र हाम्रो योगेन भाइले चाहिँ यो गलेश्वरको चाहिँ वृद्ध आश्रम बनाउने योजना अगाडि लानुभयो। उहाँहरूले नै उद्घाटन गरेर चाहिँ गलेश्वरमा वृद्ध आश्रम निर्माण गर्नुभयो, करोडौँ पैसा लगानी गरेर। त्यस पछाडि उहाँले फेरि यो बेगदेखि चाहिँ तल बेग खोलामा बाटो निर्माणको लागि सरकारी बचत प्राप्त नभएपछि उहाँ आफू नै अगाडि सरेर चाहिँ बेगखोलेवासीहरूलाई चाहिँ निवेदन हालेर चाहिँ उहाँले चाहिँ ठुलो रकम सङ्कलन गरेर चाहिँ 2-3 करोड सङ्कलन गरेर त्यो बाटो पनि निर्माण गर्नुभयो। जुन बाटोले गर्दाखेरि अहिले त्यो ठाडोमा चाहिँ सुन्तला खेती गर्नेहरूलाई चाहिँ धेरै लाभ प्राप्त भएको छ। र त्यसै गरी हाम्रो बेगको स्कुलमा पनि उहाँहरूले नै हाम्रै समितिको नेतृत्वमा, यो कुमारको नेतृत्वमा स्कुल निर्माण पनि भयो। र त्यो मात्रै होइन, हाम्रो यो ओम कुमारी शान्ति कोष स्थापना भएको थियो, त्यसले धेरै ठुलो रूप पनि लिएको थियो। त्यो स्थापना गर्नमा र त्यहाँ चन्दा सङ्कलन गरेर पठाउनमा पनि उहाँले चाहिँ धेरै ठुलो भूमिका खेल्नु भएको छ। त्यो मात्रै होइन, त्यो धेरै त्यस नेपालमा भइपरि आएको यो बाढी पहिरोदेखि लिएर भूकम्प पीडितहरू, मृगौला पीडितहरू इत्यादिहरूलाई चाहिँ सहयोग गर्ने अनगन्ती नै छ। तसर्थ उहाँ चाहिँ हाम्रो एकदम म्याग्दी जिल्लाको चाहिँ वफादार, एकदम म्याग्दी जिल्लाको समृद्धि र विकासको निमित्त उहाँ चाहिँ धेरै सोच राख्ने व्यक्ति हुनुहुन्छ। उहाँले चाहिँ अहिले महावीर सरलाई चाहिँ धेरै सहयोग गरेर हिँड्नु भएको छ। सम्धी तपाईँले कर्मथलोतिर फर्किने टिकट पनि क्यान्सल गरेर उतै बस्नु भएको छ, महावीर सरलाई सहयोग गर्दै हुनुहुन्छ। तपाईँलाई सलाम छ सम्धी। र त्यसमा जोडिनु भएको छ अर्को मेजर रत्न पुर्जापुन। उहाँ चाहिँ हाम्रो नेपालको एउटा मानिएको बुढा नीलकण्ठ स्कुलमा, यो जुन चाहिँ अहिले स्वर्णिम वाग्लेहरूको निकै कुरा निस्किन्छ, त्यहाँ चाहिँ रोयल फ्यामिलीहरूले चाहिँ अध्ययन गर्ने स्कुल हो। त्यो स्कुलमा चाहिँ अध्ययन गरेर ब्रिटिस आर्मीमा जोइन भएर मेजर दर्जा चाहिँ प्राप्त गरेर अवकाश लिनुभयो र ब्रुनाईमा पनि गएर केही वर्ष काम गर्नुभयो र अहिले अवकाश लिएर नेपाल जानुभएको थियो र अब कर्मथलो युकेतिरै फर्किने विचार गर्दा फेरि महावीर सरकै उम्मेदवारिताले गर्दा उहाँ बसेर अहिले भेरी फर्स्ट डेदेखि नै चाहिँ लागि पर्नु भएको छ। मेजर रत्न साहबलाई पनि सलाम छ है।